नमस्कार, मेरो नाम मदन भुलो। धेरै साथीहरूले मलाई सोध्नुहुन्छ तपाईं कुन पार्टीको मान्छे हो भनेर सोध्नुहुन्छ। म यो पार्टी त्यो पार्टी भन्दा पनि हामी जनता हो। हामी सर्वसाधारण जनता हो। हामी कसै पार्टीको मान्छे नभएर हामी जसले देशमा राम्रो विकास गर्छ र आफ्नो गाउँमा आफ्नो वडामा राम्रो विकास गर्छ, म त्यो पार्टीको मान्छे जसले जनताको आवाज सुन्छ, जनताका भएका गतिविधिलाई सुन्ने गर्छ, जनताको आवाज अखाडीसम्म केन्द्रसम्म पुर्याउने प्रयास गर्छ। म त्यो पार्टीको मान्छे हो। म समाजमा केही बितेका समाजमा कसैलाई दुःख छ भने त्यसलाई हेल्प गर्नुपर्छ है भन्ने पार्टीको मान्छे हो। आफूसँग पैसा होस्, आफूसँग धन दौलत होस् या नहोस्, तर पनि के कसरी सहयोग हुन्छ उसलाई त्यो सहयोग गर्ने पार्टी म यो पार्टी त्यो पार्टी भनेर कसै अरूको झन्डा समातेर झन्डा लहराएर हामी जनता हो। जसले राम्रो काम गर्छ, जसले देशको लागि विकास गर्छ, जसले आफ्नो वडाको लागि विकास गर्छ, जसले आफ्नो नगरको लागि विकास गर्छ, जसले आफ्नो जिल्लाको लागि विकास गर्छ, जसले आफ्नो देशको लागि विकास गर्छ, हामी त्यो पार्टीको मान्छे। हामी त्यो पार्टीको जनता हो। हामी यो पार्टी त्यो पार्टी भन्दा पनि हामी यस्तो पार्टीको मान्छे, गरिब दुखीलाई जसले सहायता गर्छ, गरिब दुखीलाई जसले प्रेम गर्छ र दुःख परेको मान्छेलाई जो दुःख मिसाउन जान्छ, त्यो पार्टीको मान्छे। त्यसै कारणले साथीहरू, मलाई धेरैजना साथीहरूले सोध्नुहुन्थ्यो, आज मैले त्यसको चाहिँ उत्तर दिएको छु तपाईँहरूलाई है। म कुनै पार्टीको मान्छे नभए पनि, तर म चाहिँ जसले विकास गर्छ, जसले गाउँ घरमा र वडामा, आफ्नो चाहिँ नगरमा, आफ्नो जिल्लामा राम्रो काम गर्ने ताकि तपाईँहरूको यस्तो उसको पार्टीको मान्छे साथी हो। तपाईँहरूलाई कस्तो लाग्छ? मैले तपाईँहरूलाई तपाईँको कमेन्ट पढेको अनुसार तपाईँलाई सुझाव दिएको छ। तपाईँलाई कस्तो लाग्छ त्यस्तै तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँको भावना पनि त्यस्तै हुनुपर्छ। हामी यो पार्टी त्यो पार्टी नभनेर हामी जनता हो। हाम्रो वडामा जसले विकास गर्छ, हाम्रो नगरमा जसले विकास गर्छ, हामी गरिबका कुरा जसले सुन्छ, हामी त्यसको पार्टीको मान्छे हो। ताकि गरिबका कुरा नसुन्ने मान्छेको पार्टीको पछाडि झन्डा फिलाएर नजानुहोस्। तपाईँको आवाज सुन्नेको, तपाईँको दुःख जसले सुन्छ त्योसँग मात्रै जानुहोस्। तपाईँको दुःख परेको बेला तपाईँको जसले सहारा मन्नाउँछ, तपाईँको गाउँमा खानेपानी, शिक्षा, रोजगारी कुनै छैन, त्यो मान्छेले विकास गरेको छ, अलिकता त्यो मान्छेले विकास गरेको छ, त्यो मान्छे मासु भात खाने, खसी ढाल्ने, बियर खाने, ठुला चुनावको बेला तपाईँलाई म धेरै हो, तपाईँ मेरै हो भनेर
जसले तपाईँको गाउँमा विकास गर्छ, जसले तपाईँको नगरमा विकास गर्छ, त्यसको पक्षमा हिँड्नुहोस्, त्यसलाई भोट दिनुहोस्। जो कि आफ्नो नगर वडालाई राम्रो काम गरोस्, त्यसलाई भोट दिनुहोस् भन्न चाहन्छु। यो सूचना तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँको कमेन्टमा पनि तपाईँले के भन्नुभएको त्यो चाहिँ मैले भन्दै म बिदा हुन्छु। आगामी दिनमा नयाँ नयाँ भिडियो लिएर